कहानी सुनाउँछु हेलो वेलकम छ मेरो काजल युट्युब च्यानलमा अनि आई होप हजुरहरू सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ होला म पनि सन्चै छु आरामै छु अनि साथीहरू अहिले अहिले कुरा गरिरहेको थिएँ नि पहिले पनि गएको छ भनेर यो अहिले भर्खरै आयो अनि के साथीहरू त्यही त हिजो आएको अनि अहिले हामी हस्पिटल जाँदैछौँ उसकै दिदीको अरे नानी भइरहेछ अरे रिजल्ट टाइममा पेट दुखिरहेको छ भएको छैन 5 बजे त लाग्यो कतिखेर म त भयो भनेर निन्द्राकै तालमा उठेर राजा भनेर यहाँ हेर्न सक्नुहुन्छ मुख पनि धोको छैन क्या हामीले कसैले पनि अङ्कल यहाँ रिजल्ट दासीको हस्पिटल लगिदिनु ल साथीहरू हामी सबै उत्रिसकेको छु यहाँ हेर्न सक्नुहुन्छ हस्पिटल आइसकेको छ Pirang. Iya. Tulisannya mana sebenarnya? Moga darah dulu sana tahu. Jika itu kalau biar ditanya. Kotor. Cocok ya asal aja. Nah, jika itu kalau. Naya lo beri. हाँ बेरे बिहान नै हाल बिहान नै हाल कतै गएको बोट बिग्रल है तो वहाँ बोट देखे छ न लाइन नै छ हुन्छ साथीहरु हामी चाहिँ खै मूर्तिको मन भागेर कतिखेर दौडल होला मैं तो सुध के देख बच्चा बाज के कहानी सुनाने आल था कभी ये तो नाश्ता नहीं करी अब बच्चा कते लगेगी अब हाँ हाँ गे शुरू बच्चा के दम तक नहीं सेकंड के बच्चा सरकारी में लागलो हो तो कहीं खा लिया तो सरकारी में वास्ते ने उन्हें कोई था कारण आइले हम साथ आइले हम मैं कोई ना वास्ता करूँ चलो नहीं करूँ पूजा हुई इन्हें बात बोलना पूजा करने से अल्लाह के लिए देखिए हम जाने लगे तो हम केस पकड़ देते तो अच्छा करे छा हमने ये तो नहीं आया नहीं ताई तो सोच रही जागले है ताकि वो ना तो वर्क करने में जाके तो चुप लाके बैठ गए डॉक्टर साहब ये देखते हैं कहते कि आते मुझे kamu asal tuh kan? Bah, aduh yang itu tuh nanti muir tuh, ya tek hati yang nang kali terus, saya buka lah kan yang nang deh terus tuh, hanya tak mana contoh dam dah naik tuh, tapi jauh tuh, untuk kita jauh jinak yang kuyer betul betul malu. Biar ikut lagi. Betul jadi tak mana aja, mungkin sih, suruh kita mata sida malu, second mata ini nih sekarang. Tuh apa sih? Nah, normal nih, kita kamu छाता का लगे थे त्यो छाता का लगे था तो हम छाता का लगे सर तो
वीडियो का कल तुम अपने से देखी नहीं हमारे साथ में तो छाता है सब हमरा त कतक चीज को हम त्यहाँ फ्याँकेर गरेको छु हामी साइकल साथीहरु हामीले भोक लागेर हेर्न सक्नुहुन्छ पसल जाँदैछु खाजा खानको लागि यहाँ हस्पिटल आएको कि साथीहरु यस्तो हो भन्नाले साथीको दिदीको बचाउन आँटेको छ नि त यहाँ कहाँ छ होला हामी रिजल्ट टाँसी आएको छौँ ओइ के खाने र यहाँ हेर्न सक्नुहुन्छ जिम गर्ने ठाउँ अघि कि साथीहरु हामी फ्यामिलीको जिम गरेको होइन ओइ के खाँदैथ्यो बा मोमो चाउमिन देखेको छौ रे साथीहरु हेर्नु न मोमो चाउमिन हेरेर ए एकटा पैसा आइसकेको बिस्कुटलाई कति बिस्कुट खेबी भाइ कि रम्पम तँ चाहिँ खाऊँ न रम्पमले रम्पम पनि र रम्पम देऊ न दुईटा बुखार छ केहीलाई खान पाएको थिएन यो देऊ न ए ढुङ्गी चिप अन्त चाहिँ मिलामी थियो 5 रुपियाँको बिस्कुट खाने मान्छे हेर्न सक्दैन 5 रुपियाँ खाले 5 रुपियाँ लेख्ने यहाँ साथीको दिदीलाई व्यथा लागे कि लागै छ नानी जन्माएको साथीहरू कति 11 बज्न आँट्यो होला अनि हामी त भोकले प्याक थियो म त फेरि सानो नानीलाई पनि बिहान आएको हामी झन् बिहान आएको मुखसुख नधोइकन यतिकै अनि के साथीहरू भोक लागेर मन आँटेको छ अनि नानीलाई पनि छोडेर आएको छु नानी पनि रुँदै होला फोन त गर्नहरू गरेको थियो जस्तो लाग्दै घुमी मारे भन्ने भएर त्यो यहाँ त त्यो घुमी मार गई मार्न आएको थिएछ खोला ओइ साथी समेत स्कुल रहेछ यार ओइ हस्पिटलको पछाडिमा अनि यता दोकान छ त एटिएम छ त खै त कार्ड हुन छ कारै छैन मैले एटिएममै बोकेको छैन साथीहरू यहाँनिर हामी पसलमा आइरहेको छौँ सबैजना भोकल हेर्नु न टुल्ल परेको छ यसले एटिएम कार्ड पनि ल्याएको छैन अनि फेरि साथीहरू मैले एटिएम पनि ल्याएको छैन नत्र त पैसा पनि निकाल्थेँ पैसा नभएर हामीलाई बिजो एकदम भयो व्यथा लागिरहेछ कराइरहनु भएको छ दिदी चाहिँ तर अहिलेसम्म भएको छैन 5 बजे ल्याउनु भयो अरे हस्पिटल यहाँनिर रिजल्ट ट्याक्सीमा आएको छौँ हामी टाढा कस्तो घर छ होइन अहिले आउँछु एटिएम पनि एटिएम र पैसा निकालेर आइहाल्छु ल हम चले हो लगले हो बच्चाको लागि नै हो त पहला भात पकाउँछु नि भात पकाउँछु नि पहिला पक्री साथीहरू हामी चाहिँ जाँदैछु अब घर गएर एटिएमबाट पैसा निकालेर फेरि मलाई आउनुपर्ने हुन्छ हेलो कहाँ चाहिँ झरे भनौँ क्या सुतिरहेको छु भने होइन अनि ओइ मेरो दिदीको नानी हुँदैछ छिटो आइज न भनेर भनौँ अनि हतार उठेर मुख पनि धोएको छैन साथीहरू 11 बजिसक्यो अनि फेरि आउनेछु हामी हेराउनेछु हजुरहरूलाई साथीहरू म चाहिँ हस्पिटल पुगिसकेँ घर गएको थिएँ यो के भन्छ ज्वानो झोलहरू दालहरू थिएन हस्पिटल पनि आइयो पानी र ज्वानोको झोल मिलाएको नानी पैसाको छोरी साथीहरू हेराउनेछु हजुरहरूलाई के घर पुग्दै बित्तिकै कि फोन गर्ने चाहिँ तर मलाई त उठाल्नु तर त्यो के थियो हम काजलको फुल लगाइदिन्छु नानीको काजल काजलले ल साथीहरू हामीले नानीले पनि हेरेर सकेँ खाजा खाना बाहिर आएको छ म त घरबाट केही खाएर आइनँ नि त दानाहरू के ज्वानोको झोलहरू पकाएर ल्याएको
हेर्न सक्नुहुन्छ। म खाएर साथीहरू हामीले चाहिँ खाजा खाइसकेको छौँ। अब जाँदैछौँ त्यहाँनिर नानीनेरि न्यु बेबीनेरि जाँदैछौँ। तपाईँहरूलाई हेराउनेछु नानीलाई र नानीको आमालाई। यहाँ छ नानीको आमा, नानी चाहिँ यहाँ हुनुहुन्छ। मौसी भनिस् है फेरि सानी आमा भइसके बेबी भयो। तिनवटाको होइन एउटाको होइन। त्यो बोलाएको थियो अथवा कोही बेला जीरो चाहिँ तखनी हामीलाई कति त खुम्पी चाहन्थ्यो म के हेर्न सक्नुहुन्छ नानी हाम्रो सानो सानो क्युटी ठोली ठोली सानी सानी छोरी हो। अब साथीहरू भोलि डिस्चार्ज दिने अरे दिदीलाई अनि लानेछौँ हामी। यहाँ हेर्न सक्नुहुन्छ नलाग्नु भएको छ। मैले चाहिँ जाल अनि तातो पानी लिइदिएको थिएँ। हामीलाई अघि कुटेर मार्न आँटेको थियो जतिखेर व्यथा लागिरहेको थियो त्यतिखेर। साथीहरू हामी चाहिँ हस्पिटलबाट लागे घरतर्फ। नगर्ने अब जाम गर्छु अनि के साथीहरू अब त हामी घर गएको। बल्ल बल्ल छुट्टी भयो। कति बज्यो 3 बजिसक्यो साथीहरू। बिहानै आएको मान्छे अहिले घर जाँदैछ। अनि त्यहाँनिर गएर भन्नुपर्ने गरेर बच्चा जन्माइदिए अब घर जानु लागेको। 4 बच्चा मेरो दिदीलाई 2 छोरा थियो अनि बल्ल बल्ल आज छुट भयो क्या। कतिको खुसी छ? केही न मेरो साथीहरूलाई चाहिँ पार्टी दिन्छु मेरो तर्फबाट। साथीहरू हामी चाहिँ हिँड्दै गइरहेको छौँ यहाँ अगाडिसम्म। हुन्छ बजार लागिरहेको छ आज। यो कुन गाउँ? रिजल्टासीमा बजार लागिरहेको छ। साथीहरू हामी चाहिँ गाडी पुगिसक्यौँ। हस्पिटलबाट जाँदैछौँ। यहाँ हेर्न सक्नुहुन्छ भएको रहेछ। कति गरेछ होइन कल्सा उठाल पर्छ कि पूजा नै छु पूजा पानी भेट्नै छु देवता लागल छोकरा म कि छोकरा देवता ल पानी भेटी गर्दा खाँदैछु। छोकरा देवता लागल मेरा बिल्डिङ बन्दै छ।